यस्तो हुन्छ अब काम राम्रो गर्ने अहिले त दर्शकले जसलाई माया गर्नुहुन्छ उहाँ नै स्टार लाग्छ, मलाई चाहिँ सुपरस्टार लाग्छ होइन। सबै एक्टरलाई अब केही एक्टरलाई माया गर्नुभएको छ, सो उहाँहरू नै सुपरस्टार हो भन्नाले पर्टिकुलर यो नै हो फलाना हो यो नामधारी हो भन्ने चाहिँ छैन छैन। अब दर्शकले जसलाई साथ दिनुभएको छ नि, ज्यान दिनुहुन्छ नि, उहाँहरू नै सुपरस्टार हो। अब चक्लेटी नायकको कुरा गर्दाखेरि तपाईँहरू तिनजनाको कुरा हुन्छ, अनि अलिकति दयाहाङ राई, सबै हुनुहुन्छ, सौगात मल्ल, विपिन दाईहरू होइन, दयाहरू, राजेश मल्ल सर, भुवन सर त हुनुहुन्छ नै होइन। अब धेरै हुनुहुन्छ अहिले, पर्टिकुलर उहाँ नै भन्ने चाहिँ तपाईँलाई चाहिँ छैन, सुपरस्टार भनेर धेरै हुन्छ। र त्यसरी त्यो प्रश्न गरिनु अथवा त्यसको उत्तर खोजिनु पनि सायद हुँदैन कि होइन। एउटा इन्डस्ट्रीमा सायद सबैजना जसलाई मन पराइराख्नु भएको छ सबै सुपरस्टार होला नि, एउटै मात्रै एक नम्बर हो भनेर ट्याग लाउनु पनि त्यो गलत हुन्छ। गलत हुन्छ नि, त्यो सोध्ने पनि गलत नै हो, त्यो भन्ने पनि गलत लाग्छ।